यसलाई के भन्छ फोकस यसलाई के भन्छ फोर्स एडजस्टमेन्ट थाहा छ हो त्यसैलाई भन्छ फोकसलाई यहाँ यसलाई भन्छ फोर्स एडजस्टमेन्ट यसलाई भन्छ फाइन नो यसलाई के भन्छ यसलाई स्टेज भन्छ स्टेज भन्छ हैन यसलाई स्टेज भन्छ यसलाई के भन्छ आइपिस यसलाई के भन्छ कति एक्स हो यो फोकस केमा गर्ने यहाँ पहिला यसो नर्मल माइक्रोस्कोप छोड्ने बुझ्यौ नर्मल भएपछि अब स्लाइड राख्ने स्लाइड लिने स्लाइड यहाँ चाहिँ राख्ने होइन स्लाइड राखेर यहाँ उठाउनु हाल्ने त्यसपछि आँखा यहाँ राख्ने आँखाको यहाँ मिलाउने त्यो कोर्स एडजस्टमेन्टलाई माथि उठाउँदै जाने बिस्तारै बुझ्यौ बिस्तारै उठाउँदै जाने माथि उठाउँदै जाने जबसम्म यहाँ स्लाइड हेर्ने जस्तै अब यहाँ हेऱ्यो होइन त्यसपछि यसलाई फाइनमा हेर्ने अनि त्यसपछि यसलाई अब 10x मा फोकस गर्ने होइन 10x मा फोकस गर्ने त्यसपछि 40 मा सार्ने बुझ्यौ 40 मा सारिसकेपछि आफै यहाँ त्यसपछि यहाँ लाइटहरू हेर्ने होइन अनि त्यसपछि यहाँ फाइन चलाउने बुझ्यौ नि अब यहाँ फोकस गर्नु भयो फोकस माइक्रोस्कोप जहिले पनि हेर्दाखेरि दुईटा आँखाले बसेर हेर्ने भयो फाइन चलाउने मात्रै हेऱ्यो कुन सेल हो कुन सेल हो त्यसपछि पछि हेर्नु अब सिक्यो नि फोकस यहाँ हेर्ने फोकस भएको छ यसलाई भन्छ फोकस मंडल जी ना आता है काम से को काम सीखना पड़ते आँख खोलू ना आँख को बंद नहीं करा पड़े खोला पड़े से आँख देख लिया है हैं लिया वहाँ जाओ निकलो ऊपर जगह दियो पकड़ो सारे साइड से आउँछ तिमीलाई फोकस गर्न फोकस गर्न आउँछ फोकस कतिमा आउँछ आँखा यहाँ मात्रै हुनु पर्यो जब यहाँ आँखा हुँदैन अनि कसरी हेर्ने यहाँ फोकस आयो कि आयो हात यता चल्नु पर्यो आँखा यहाँ हुनु पर्यो पहिला समान माइक्रोस्कोप पार्ट्सको समान याद हुनु पर्यो क्या पार्ट्स याद हुनु पर्यो यो यो हो यो यो हो यो यो हो भनेर अनि मात्रै हुन्छ भयो फोकस आँखा यहाँ आउनु पर्यो बुझ्यो आँखा यहाँ आउनु पर्यो हात यहाँ आउनु पर्यो कोर्स एडजस्टमेन्ट धेरै माथि लगिदिनुहोस् बुझ्यो त्यसपछि यहाँ ल्याउने बस बिस्तारै यो माथि यो कोर्सलाई फलो गरिसकेपछि बिस्तारै यहाँ माथि जाँदै जाने आँखा यहाँबाट नहटाउने बिस्तारै हो आँखा यहीँ हुनुपर्छ त्यसपछि फाइन चलाउने त्यसपछि यसलाई पट्टीमा गर्ने बुझ्यो अनि यहाँ हेऱ्यो कुन सेल छ तिम्रो सबै भोलि न्युट्रोफिलको डिफरेन्शियल कम्पको नाम के हो न्युट्रोफिल बेसोफिल स्नोफिल लिम्फोसाइट मोनोसाइट त्यसको सबैको सेल बनाएर ल्याउनु भोलि सेल हुन्छ कुन कस्तोको न्युट्रोफिल मल्टिपल हुन्छ जेसुकै होस् मलाई फिगर चाहियो जबसम्म फिगर हुँदैन त्यो सिक्दैन है हुन्छ